नमस्कार पिटी क्रिएसनमा जोडिएर रहनुभएका सम्पूर्ण प्रियजन दर्शक महानुभावहरूमा हामी फेरि पनि एउटा भिडियो लिएर उपस्थित भएका छौँ। यस भिडियोमा निपात र संयोजकहरूबाट बनेका वाक्यहरूलाई बोध भाषामा कसरी उच्चारण गर्न सकिन्छ भनेर बोध गराउने कोसिस गरेका छौँ। ढिलो नगरी भिडियोलाई अगाडि बढाउन चाहन्छु। भिडियोलाई अन्तिमसम्म साथ दिनुहोला। धन्यवाद। भित्र नाङ्ला म भित्र जान्छु। nga nangla tugiin माथि khangla टेबुलमाथि के छ? chukse khangla khangyu लाई la मलाई मिठाई मन पर्छ। ngala cheril khapoyu पट्टी choksu म उतापट्टि जान्छु। nga pharchokla tugiin भित्रपट्टि nangrol du भित्रपट्टि को हुनुहुन्छ? nangrol du suyo सम्म bardu तिमी कहाँसम्म जान्छौ? kherang kawa bardu toyare लागि chedu यो स्याउ कसको लागि हो? kushu di sui chedu re देखि tene zung तावा बिहानदेखि पढ्दैछन्। tawa shokbane zung lobjong cheshin yo बाट ne आमा घरबाट निस्किनु भयो। ama khangpa ne thensong वरिपरि thakur du गुम्बा वरिपरि जङ्गल छ। gumbi thakur du naksal yo सँग nyam thu मसँग आँप छ। nga nyam thu amra yo तल hok tu तल मुनि को छ? ma hokla suyo अगाडि dhinla तिम्रो अगाडि बस्ने को हो? kherangi dhinla thekhin su re अर्को shenpa तिम्रो अर्को साथीहरू कहाँ छन्? kherangi thubo shendak kawa yo